पनटुक्का मुर्दाबाद। याद कर सरकार, याद कर, सडकमा होस् संसदमा होस्, यो भ्रष्टाचारीका विरुद्धमा खडा हुन्छौं, चाहे छातीमा तातो गोली हान, 1 इन्च पनि पछाडि डराएर बस्दैन। चोर फटा यो देश नेपाली जनता र राज संस्थाले आर्जेको हो, मार्क्स र लेनिनले होइन। यी दलालहरूले गुठी काण्ड र अहिलेको प्रधानमन्त्रीको गिरिबन्धु टी स्टेट काण्ड, त्यति मात्र होइन, कम्बोडियामा पैसा लुकाउने काण्ड। यसका साथ यति काण्डको छानबिन गर। अहिलेको प्रधानमन्त्री, अहिलेको गृहमन्त्री र अहिलेको प्रहरीको नाइके, प्रहरी प्रमुख जिम्मेवार छन्। अहिलेको प्रहरी प्रमुख त अहिलेको एमालेको युवा संघको सहअध्यक्ष पो रहेछ त। ल हेर्नुहोस् त, चैत 15 गते जुन किसिमको राज्य आतंक सिर्जना गरियो र जुन किसिमको राज्यको तर्फबाट हिंसा भड्काइयो, त्यसले अहिले नेपाली राजनीतिमा नयाँ परिस्थिति उत्पन्न भएको छ। म सबभन्दा पहिले फेरि पनि आश्वस्त बनाउन चाहन्छु, राष्ट्रिय प्रजातन्त्र पार्टी कुनै पनि प्रकारको हिंसामा विश्वास गर्दैन र जसले जेका लागि भए पनि गर्ने हिंसाको विरुद्धमा छ र जो चैत 15 गते जुन हिंसात्मक क्रियाकलाप राज्यको तर्फबाट भयो, त्यसका प्रति हामी खेद प्रकट गर्दछौँ, त्यसको निन्दा गर्न चाहन्छौँ। र म अहिले पनि फेरि तोकेर भन्छु, त्यो हिंसा राज्यको तर्फबाट भड्काइएको थियो, त्यो राज्यको तर्फबाट गरिएको हिंसा थियो, त्यो भन्नमा कुनै आपत्ति छैन। हामी कुनै पनि अराजकतामा आफ्नो भविष्य देख्दैनौँ। हामी शान्तिपूर्ण प्रदर्शन र दबावबाटै हाम्रो मान्यताहरू स्थापित गर्न सक्छौँ भन्ने कुरामा हामी विश्वस्त छौँ। तर त्यो दिन जुन ढङ्गले सुनियोजित तरिकाबाट राज्यले हिंसा भड्कायो मात्र होइन, 2 दर्जनभन्दा बेसी मानिसहरूलाई गोली लाग्यो, 2 जनाको ज्यान गयो, कयौं अरू घाइते भए, त्यसको कुनै हिसाब किताब छैन। कति भौतिक क्षति भयो, त्यसको कुनै हिसाब छैन। तर त्यसको मूलमा अहिलेको राज्य सत्ता, अहिलेको प्रधानमन्त्री, अहिलेको गृहमन्त्री र अहिलेको प्रहरीको नाइके, प्रहरी प्रमुख जिम्मेवार छन्। अहिले गृहमन्त्रीले आदेश दिए होलान्, प्रहरी चले होलान् भनेको त अहिलेको प्रहरी प्रमुख त अहिलेको एमालेको युवा संघको सहअध्यक्ष पो रहेछ त। ल हेर्नुहोस् त, हामीले भेटेको खोकाहरू, अश्रु ग्यासका सेलका त्यो बोक्राहरू जहाँ एक्सपायरी डेट 2008 लेखेको छ, 2010 लेखेको छ, 2012 लेखेको छ, त्यो नक्कली हो। दुर्गा पर्साईहरूले बोकेर ल्याएर हानेको अश्रु ग्यास हो त्यो। अनि त्यो प्रहरी प्रमुख एमालेको प्रतिनिधि भएर निर्लज्जतापूर्वक के भन्छ, हामीले हानेको अश्रु ग्यास कसरी डेट एक्सपायर भएको हुन्छ भनेर भन्छ। ल म भन्न चाहन्छु, प्रहरी भएर बस्नुपर्छ, कुनै राजनैतिक दलको भातृ संगठन भएर बस्ने होइन। तपाईलाई त्यो फुली लगाइदिने दलका नाइकेहरू र सिफारिस गर्नेहरू सधैँ सत्तामा हुँदैनन् र तिनीहरूको सधैँ हालिमुहाली चल्दैन, यो कुरा याद राख्नु। प्रहरी भएर बसोस्, फेरि पनि भन्छु।
दर्शक महानुभावहरू यति बेला राजावादीहरूले काठमाडौँमा भीषण प्रदर्शन गरिराखेका छन्। गणतन्त्रवादी नेताहरूले निकै ठुलो दर्शक महानुभावहरू विठण्ड मच्चाए भनेर दर्शक महानुभावहरू यति बेला निकै जताततै जनताहरू असन्तुष्टि छन्। यसैबीच प्रतिनिधि सभाका सदस्य समेत रहेका राप्रपाका नेता दीपक बहादुर सिंहले सरकार नसुध्रे बङ्गलादेश र श्रीलङ्काको अवस्था आउने चेतावनी दिएका छन्। दर्शक महानुभावहरू स्मरण रहोस्, बङ्गलादेश र श्रीलङ्कामा नेताहरूले चप्पल समेत लगाउन पाएका थिएनन्, भाग्ने समय पनि पाएका थिएनन्। नेपालमा पनि कतै त्यस्तै समय त आउने होइन। तपाईहरूलाई के लाग्छ यसबारे प्रतिक्रिया दिन नभुल्नुहोला। के राजतन्त्र फर्किन्छ त? राप्रपाले बल्कुमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै नेता सिंहले वर्तमान सरकार नालायक र भ्रष्टाचारीको संरक्षणमा लागेको भन्दै राजसहितको प्रजातन्त्रका लागि तयार रहन आग्रह गरेका छन्। देश समाप्त हुने खतरामा पुगेको छ, भ्रष्टाचारले चुर्लुम्मै डुबेको छ। सिंहले भने 1 महिना अघि राष्ट्र बैङ्कको गभर्नर नियुक्त गर्नुपर्नेमा गर्न सकिरहेका छैनन्। यो नालायक सरकार हो भन्ने यसैबाट प्रमाणित भएको बताएका छन्। उनले सरकारलाई चेतावनी दिँदै भने सरकार सुध्रिएन भने अब बङ्गलादेश र श्रीलङ्काको अवस्था नेपाली जनताले ल्याउनेछन् भनेर उनले निकै कडा चेतावनी दिएका छन्। दर्शक महानुभावहरू पछिल्लो समय राप्रपा राजावादी दलहरू दर्शक महानुभावहरू यति बेला निकै कडा रूपले एक्सनमा उत्रिएका छन्। यता भने बल्खुमा राप्रपाले भीषण शक्ति प्रदर्शन गरेको छ। प्रहरी निकै धेरै परिचालन गरिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज मङ्गलबार बल्खुमा शक्ति प्रदर्शन गरिरहेको छ। जनप्रदर्शन बिहान 11:30 बजेदेखि यति बेलासम्म जारी छ। सो प्रदर्शनलाई लिएर सरकारले कडा सुरक्षाको प्रबन्धन मिलाइराखेको छ। नेपाल प्रहरी र सशस्त्रका सुरक्षाकर्मी हजारौं सङ्ख्यामा बल्खु र आसपासका क्षेत्रमा खटिएका छन्। राप्रपाले गर्ने प्रदर्शन र आम सभाको सुरचार नहुँदै मङ्गलबार बिहानै सुरक्षा परिचालन गरिएको हो। बल्खुको हालसम्म स्थिति दर्शक महानुभावहरू निकै कडा रूपले देखिएको छ। राप्रपाको आन्दोलनलाई जगमान गुरुङले अगुवाई गरिरहेको संयुक्त जनआन्दोलन समितिले पनि समर्थन गरेको छ। साथै दुर्गा प्रसाईका कार्यकर्ता पनि सहभागी हुने सभालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ। राप्रपाले सुरक्षा व्यवस्थाका कारण देखाउँदै बुर्केटी मण्डपमा कार्यक्रम गर्न अनुमति नदिएपछि राप्रपाले स्थान परिवर्तन गरेर बल्खु प्रदर्शन गर्न आग्रह गरिएको थियो। राष्ट्रस्था र हिन्दू राष्ट्रको पक्षधार दल राप्रपा 3 कुनै घटनामा पक्राउ परेका आफ्ना नेता कार्यकर्ताको रिहाईको मागसहित केही दिन यता आन्दोलनरत रहेको छ। दर्शक महानुभावहरू यति बेला जनताहरू निकै आक्रोशित बनेका छन्। भ्रष्टाचारी नेताहरूको खैरियत छैन भन्ने यति बेला जनताहरू अगाडि बढिरहेका छन्। यसबारे तपाईँहरूले के भन्न चाहनुहुन्छ? प्रतिक्रिया दिन नभुल्नुहोला। दर्शक महानुभावहरू कुलमान घिसिङलाई हटाउने, काठमाडौँका मेयर बालेन्द्र शाह बालेनलाई अब थुन्ने, रवि लामिछानेलाई थुनिसके लगायत अब ओली सरकारले देशमा निकै ठुलो विटण्ड मच्चायो भनेर पनि कतिपयले बताउने गरेका छन्। त्यसैले अब जनताहरू आक्रोशित भएर सडकमा उत्रिन लागेको कतिपयले बताएका छन्। राजा होइन, हामीलाई सुशासन चाहियो भनेर नेपाली जनता गणतन्त्रवादीहरूले पनि बताउने गरेका छन्। दर्शक पनि यता यसैबीच वैशाख 7 गतेदेखि सडकमै खान्छौँ सडकमै सुत्छौँ भन्दै राप्रपाका नेताहरूले निकै कडा सरकारलाई चेतावनी दिएका छन्। राप्रपा केन्द्रीय सदस्य कुन्ती पोखरेलले आगामी 7 गतेदेखि सडकमै बस्ने, सडकमै खाने र सडकमै सुत्ने बताएकी छन्। बल्खुमा राप्रपाले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले गणतन्त्रवादी नेताहरूले भ्रष्टाचार मात्र गरेको भन्दै राष्ट्रस्था पुनर्स्थापन नभएसम्म आगामी 7 गतेदेखि नेताहरूको दानापानी बन्द गर्न आह्वान गरेकी छन्। उनले भनिन्, रगत तातेको छ, हाम्रा नेताहरू जेलमा छन्, तुरुन्तै निकालियोस्। नेताहरूलाई यो सुरुवाती हो। राजतन्त्र पुनर्स्थापन नभएसम्म अब 7 गतेदेखि यही बस्छौँ यही खान्छौँ उनले चेतावनी दिएकी छन्। अहिले मुलुकमा आन्दोलनको याम छ। सबैका असन्तुष्टि सडकमा पोखिरहेका छन्। आखिर सरकारले अर्थात् ओली सरकारले